यहाँ त जानु त जता नि पुग्न त लेट्स गो हामी चाहिँ बाइसाटो कतै हिँड्दैछौँ के को लागि दिस इज फर माई ब्लग बाइसाटो पुग्छ कि पुग्दैन थाहा छैन तर जाने हो यता कता हो जाने काम बिचमा मलाई यति लामो फोटो निकाल्छु कि बिचमा वहाँ पर त्यसरी मलाई घर जानु पर्ला फोटो कतिले ननिकाल्दै पनि दिदी हेर्नु हाई हेलो भन्नु हाई हेलो हामी बाइसाटो त जाँदैछौँ तर थाहा छैन कहाँबाट जाने कसो गर्ने जानु चाहिँ जाने हो जाने हो मै क्यामेरा ओहो क्यामेराले यस्तो लुट्नु पर्छ है सकियो भने यो एउटा रहेछ डुम यो ब्रान्डमा गएर फोटो दिन्छ 50% अफ लगाएर चाहिँ कोही इच्छुक हुनुहुन्छ होइन प्लिज कमी एन्ड बाई समथिङ के हो यहाँभित्र हामी चाहिँ ओझिरे माथि गयो हुन्थ्यो होला अहिले सुसी रेस्टुरेन्ट ए हाम्रो सुभाषहरू काम पनि हुँदैन यहाँ पो हुँदो रहेछ चाहिँ कोही मैले च्याएर हेर्छु ल कहाँ छिन् मैले पुरा खान्छु दिदी हाई भन्नु दिस इज फर माई दिस इज फर माई युट्युब च्यानललाई ग्रो गरेर घर बनाउनु पनि पर्छ मेरो भिडियो गर्नु बनाउँदा हुन्छ बनाउँदैन मान्छेहरूले त्यही भएर ग्रो गर्ने भनेको तर कता हो यहाँ चाहिँ कस्तो राम्रो रहेछ भइसक्यो भेजिटेबल म त भेजिटेरियन यो चाहिँ हाम्रो बहिनीले एड गरिदिएको 2-3 थाल मासु खाने हो नि चिकन विथ एप्रन यो चाहिँ के हो थाहा छैन यो यसको हामीलाई क्यामेरा हेरेर मान्छे बेस यो मकै त नगरे नै हुन्थ्यो भेजिटेबल चाहिँ एप्रन लगाएर खाने हो नेपालीहरू धेरै भिडियो मात्रै बनाउँछ कि है आरोप त हामीलाई लगाइदिरहेको होइन कि मै पनि हो नेपाली के हो नि यो